सिस्ने अनलाइन मिडियाबाट तपाईहरुलाई हार्दिक स्वागत छ। म श्रवण कुमार यादव। यति बेला म यो काठमाडौँको माइतीघर मण्डलामा छु र यहाँ तपाईँ मेरो ब्याकग्राउन्डमा देखिराख्नु भएको छ एकजना पीडित यति बेला सडक धर्नामा हुनुहुन्छ। उहाँको खासमा के हो समस्या, उहाँ किन आज सडक धर्नामा आउनु पर्यो, म केही कुरा उहाँहरुसँग गर्न चाहन्छु। तपाईहरुलाई हार्दिक स्वागत छ। नमस्ते, मेरो नाम तारा रेखा तिरुवा हो। म सुदूरपश्चिम कञ्चनपुर मेरो घर हो। यहाँ मेरो देवर हुनुहुन्छ राहुल तिरुवा। आज तपाईँ यहाँ माइतीघर मण्डलामा सडक धर्नामा हुनुहुन्छ। यो एउटा घाइते पीडितको लागि न्यायको लागि हुनुहुन्छ। खासमा यो के भएको हो र किन यहाँ आउनुहुन्छ तपाईहरु? यहाँ हामीहरु आउनुको वजह हो कि हाम्रो बाबुको उपचारको लागि हो। भन्नाले बाबुको ट्र्याक्टर दुर्घटनामा 81 के रे ट्र्याक्टर 2082 9 महिना 9 गते कहाँबाट आउनुभयो हजुरले? अहिले सुदूरपश्चिम कञ्चनपुरबाट आएको हो। भीमदत्त नगरपालिका वडा नम्बर 5 कञ्चनपुर घर चाहिँ। अनि मेरो भाइले चाहिँ पश्चिमदेखि पूर्व आइरहेको थियो स्कुटर, अनि पूर्वदेखि तपाईको पश्चिम ट्र्याक्टर गइरहेको थियो। गइरहेको थियो भनेपछि त्यो क्रममा चाहिँ ट्र्याक्टरले ओभरटेक गरेर ठोकिदिएछ भाइलाई। कहिलेको घटना हो यो पुस 9 गतेको 2082 9 महिना 9 गतेको घटना। कम्तीमा करिब 6 महिना भइसक्यो। अहिलेसम्म 9 महिना भइसक्यो। अहिलेसम्म न्याय पाउनु भएन? न्याय पाएको छैन, कहीँ गएको छैन। हामी जिल्ला प्रशासन गयौँ, जीवरका गयौँ, सबै ठाउँ गयौँ हामी जाने ठाउँमा। घाइते अहिले कहाँ हुनुहुन्छ? अहिले अन्नपूर्ण न्युरो अस्पताल यही काठमाडौँ माइतीघर उपचाररत हुनुहुन्छ। उहाँको खर्चहरू अनि अरू कुराहरू कसरी बेहोरी राख्नु भएको छ तपाईँ? मैले खर्च उहाँको चाहिँ मैले बैङ्कबाट लोन निकालेको छु। अनि मेरो घरको चाहिँ लालपुर्जा चाहिँ बैङ्कमै राखेको छु मैले। अनि यताउताबाट मान्छेहरूबाट मैले ब्याजमा पैसा निकालेको छु। अनि परिवारको सुन बेचेको छु मैले। दुर्घटना गराउने त्यति बेला खासमा को हुनुहुन्छ र किन अहिलेसम्म न्यायिक प्रक्रियामा अगाडि बढेन, केही कुराहरू त्यसबारे तपाईँहरू भनिदिनुहोस् न त। अब दुर्घटना गराउने चाहिँ यो हाम्रो दुर्घटना गराउने पुरन कुमार नगर सभापति हुनुहुन्छ दोद्रा चाँदनी कञ्चनपुरका। उहाँले चाहिँ अब घटना घटिसकेपछि एकचोटि पनि मलाई भेट्नु भएको छैन। घटना घटिसकेपछि मान्छेले आएर भेट्ने समन्वय गर्ने भन्ने उनी कुरा हुन्छ, त्यस्तो केही गर्नु भएको छैन। उहाँले चाहिँ ल म खर्च दिन्छु भन्ने टाइपको कुरा गर्नुहुन्छ, तर दिनु भएन। जब उनीहरू पार्टीको सत्तामा आइसकेपछि त जे गर्छस् जहाँ जान्छस् जा भन्ने कुरा गर्नुभयो कि मसँग। तैँले के गर्ने र म यहाँ मुद्दा गरेँ भने पनि म धरोटीमा निकालिहाल्छु भन्ने दिन मलाई पावरको आडमा दिन मलाई गाली गर्ने उहाँले। मलाई त्यस्तो गरेर 4-5 महिना त्यसै झलाएर लास्टमा मेरो मुद्दा दर्ता गराएर मलाई म गरिब मान्छेलाई मुद्दामा झुन्डाएर मर्नु अरू बाध्य बनाइदिनु भयो कि मलाई उहाँले। दर्शकबिन करिब 9 महिना बितिसक्दा उहाँ आज एउटा ब्यानर लिएर सडक धर्नामा हुनुहुन्छ। घाइतेले न्याय कहिले पाउने सरकार, गरिब दलितलाई न्याय दे सरकार, औषधि उपचार गराइ पाउँ सरकार भन्ने नारा सहित उहाँ यहाँ आउनु भएको छ। सरकार यदि पीडितलाई न्याय दिन सकेन भने त के हुन्छ र? यति दिनसम्म उहाँ न्यायको लागि विभिन्न निकायमा दौडिराख्नु भएको छ। कृपया सरकारको ध्यान यहाँसम्म जाओस् भन्ने म यही मिडिया मार्फत आग्रह पनि गर्न चाहन्छु। अरू तपाईहरु केही सरकारलाई के भन्न चाहनुहुन्छ? म सरकारलाई के भन्न चाहन्छु भनेपछि मेरो भाइको उपचार गरिदिनु पर्यो। मेरो भाइले भोलि भविष्यमा अपाङ्ग या के कुछ भयो भने सरकारले हेरिदिनु पर्यो। अनि त्यो लाइसेन्स नभएको मान्छेले ठोकेको छ भने चाहिँ उसलाई चाहिँ कडा कारबाही हुनु पर्यो। हस्, एकदम कारबाहीको माग राख्न चाहन्छु। भाइको उपचारको लागि खर्चहरू बेहोर्दिन पर्यो कानुनी प्रक्रिया अनुसार भन्न चाहन्छु। यस्तो दुर्घटना गराउने मान्छेलाई चाहिँ यो पदबाट निलम्बन गर्नु पर्यो। यो मान्छेलाई चाहिँ